नमस्कार दर्शकवृन्दहरू, आज यो तपाईलाई यो पुल देखाइरहेको छु जुन खोलामा यो सिमल्दी खोला पाल्पाको सिमल्दी खोलामा तलबाट गाडी तर्ने बाटो वा मान्छे तर्ने बाटो भए पनि अब चाहिँ गाडी हिँड्ने बाटो भए पनि पुलको व्यवस्था नभएको कारणले गर्दा अहिले हाल आएर यो पुल निर्माण भएपछि मान्छेहरूलाई तीव्र रूपमा हिँड्नको लागि एकदम सजिलो सुविधा भएको छ। त्यसकारणले गर्दा यो पुल पछि निर्माण भएको र यो मान्छे हिँड्नको लागि मात्रै कुनै पनि यहाँ बाइक यात्रा गर्ने बाटो छैन र मान्छे मात्रै हिँड्नलाई एकदम ठिक छ यो बाटोमा। त्यसै कारणले गर्दा यस्तो राम्रो पुल निर्माण गरिदिएको छ जहाँ मान्छेहरू यात्रुहरू हिँड्नको लागि सहज भइरहेको छ। यसरी हेर्न सकिन्छ है। ल हेर्नुहोस् ल बोर्ड पनि देख्न सक्नुहुन्छ। झलुङ्गे पुल निर्माण योजना विवरण भनेको छ। यो पूर्वखोला गाउँपालिकाले बनाएको झलुङ्गे पुल हो यो। यस्तो सिँढी बनाएको छ, त्यसै कारणले गर्दा गाडीमा हिँड्न मिल्दैन। हस्त नमस्कार, धन्यवाद।